12 वर्ष भयो तर सुजुकी प्रतिको भरोसा अझै बलियो भएको छ। नमस्ते, मेरो नाम चाहिँ महेश लम्साल। म नेपालगञ्जको सुजुकी सोरुमको म्यानेजर। आज म हजुरलाई यस्तो ग्राहकलाई भेटाउन गइरहेको छु जुन हाम्रो सुजुकी परिवारसँग लगभग 12 वर्षदेखि जोडिनु भएको छ। जे होस्, आज हामी उहाँसँग चाहिँ उहाँको 12 वर्षको चाहिँ यात्रा कस्तो रहेको छ हामी उहाँबाटै बुझ्नेछौँ। नमस्ते, यहाँलाई हाम्रो सुजुकी सोरुम नेपालगञ्जमा स्वागत छ। धन्यवाद। मेरो नाम दीपक आले मगर। हजुर। मेरो घर चाहिँ यही नेपालगञ्ज पासाङमामु रोड, हजुर। वार्ड नम्बर 10। हजुरलाई यहाँसम्म बोलाएर एउटा दुई शब्द राख्ने मौका दिनुभएकोलाई यहाँ लगायत यहाँको सोरुमलाई पनि धन्यवाद छ। हजुर सर, अनि त्यही त यो सुजुकीमा जो बुझ्नुमा आयो जियोस् होइन, यो 12 वर्ष हजुरको लगभग मैले गाडी हेरेँ होइन। जोस् हजुरलाई हाम्रो सुजुकीको त्यो गाडी हेर्दाखेरि चाहिँ जोस् पहिलो कुरो त यति खुसी लाग्यो होइन हाम्रो सुजुकी सबै परिवारहरूलाई। र सरबाटै बुझौँ न, हाम्रो यो सुजुकी परिवारको 12 वर्षको यात्रा कस्तो थियो, कहाँसम्म पुग्नुभयो, अनि भनौँ एभरेजहरू कस्तो थियो। धन्यवाद सरलाई। अब यो गाडी मैले चढ्दाखेरि अब लामो यात्रा पनि भयो। अब मेरो अहिले बसाइ चाहिँ बुटोलतिर छ, मेरो यहाँ नेपालगञ्ज। हजुर। अनि म प्रायःसो अहिले 1.5 वर्ष अगाडि चाहिँ म आउने जाने, घर आउने जाने, बुटोल जाने अनि आउने चाहिँ बाइकबाटै हुन्थ्यो। हजुर हजुर। अनि त्यो क्रममा यसको माइलेज पनि राम्रो छ। हजुर है। हजुर। अनि मैले धोका भनेको दिएन, यसले बाटोमा धोका चाहिँ दिएन। भनेपछि 12 वर्षसम्म जोस् यात्रा एकदम यादगार छ। जोस् हजुर राम्रो थियो। फेरि 100 भयो। हजुर। अहिले चाहिँ छोराहरूले चलाउँछ कहिले काहीँ। त्यही भएर अनि कति यसको मलाई पार्ट्सहरू पनि अलिक दरै लाग्यो। अनि अलिकति राम्रै फर्स्ट मोडल भएर, जिक्सरको फर्स्ट मोडल भएर पनि मैले त्यो किन्दैखेरि पनि विचार गरेको थिएँ कि त्यो फर्स्ट मोडल हो, केही नभए पनि कम्पनीले एकदम मध्यनजर राखेको हुन्छ होइन। अनि त्यही भएर केही न केही छ। अनि यसो हेर्दाखेरि मोडल पनि आफूलाई आफ्नो जस चित्त बुझ्दो अनि मनै परेर मैले लिएको। अहिलेसम्म अब त्यही हो, तपाईँको इन्जिनतिर छुनु परेको छैन, गियरबक्स इन्जिनतिर छुनु परेको छैन। त्यही जनरल सर्भिसिङहरू भयो होइन। अनि साधारण पार्ट्स पुर्जाहरू चाहिँ अब त्यो खिने, त्यो त रनिङ रिपेयर्सहरू, त्यो रनिङ आइटमहरू चाहिँ त्यस्तो भइरहेछ। अरू खासै त्यस्तो त्यही त मोटामोटी त्यही त हेरेको थिएँ मैले। लगभग हजुर कति हजार किलोमिटर चलाएको छ यो? लगभग मेरो अहिले अराउन्ड 60,000 परस भए जस्तो छ है। त्यही त हाम्रो टेक्निसियनले पनि हेर्नु भएको थियो। अनि उहाँले पनि भन्दै हुनुहुन्थ्यो कि गाडी चाहिँ जुन एउटा हुन्छ नि, एउटा हुन त चलाउने मान्छे पनि राम्रो चाहियो, त्यो पनि डिपेन्ड गर्छ। अब मैले हजुरको त्यही लगभग 5-6 वर्षमा हजुरको 2-3टा गाडीहरू चेन्ज गरिसकेँ। र भनौँ न, अब हजुरसँग भेट हुँदाखेरि 12 वर्षसम्म एउटै गाडी चलाउनु भनेको त्यो पनि एकदम बहुत ठुलो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। र यो कन्डिसनमा चाहिँ राख्नु त्यो धेरै नै ठुलो कुरा हो। गाडी पनि एउटा भनौँ न आफ्नो परिवार मध्येको एउटा सदस्य नै हो, धेरै एकदम। अनि त्यही त। अनि सर, यो बुटोल भन्नाले प्रायः चाहिँ कस्तो, प्रायः बुटोल अप डाउन गरिराख्नुहुन्थ्यो हजुर? पहिला 1.5 वर्ष अगाडि मैले गर्थेँ। हजुर। घर आउँदा, छुट्टी आउँदाखेरि प्रायःसो यही बाइकबाट नै अप एन्ड डाउन गर्थेँ। हजुर। अनि मेरो बानी के भने अलिअलि मसँग टेक्निकल नलेज पनि भएको हो। र अनि मेरो फेरि बानी पूर्व तयारी के। हजुर। पूर्व तयारी, किनभने यात्रा गर्नु छ भने त आफ्नो सवारी साधन त वेल मेन्टेन हुनु पर्यो एकदम। 2-4 दिन अगाडि नै सर्भिसिङ गर्नुपर्ने हो कि अब हावासावा चेक गर्नुपर्ने हो कि फ्युल कति छ होइन, त्यो केही छ, ब्रेक सेरेक कस्तो छ, पम्पहरू कस्तो छ, त्यस्तो एकदम पूर्व तयारी राख्ने। र अलिकति मेन्टेन पनि मैले रेगुलर, अलिकति मलाई त्यो यताउति डिफेक्टहरू आयो भने, केही नोइजहरू आयो भने, आवाजहरू आयो, त्यो अलि इरिटेसन हुने मलाई त्यो कति अनि होइन, त्यो चाहिँ मलाई चित्त नबुझ्ने हुनाले, जस्तै अलिकति आफूले भने जस्तो कम्फर्टेबल हल्का चलेन, इजिली भएन, जस्तै ह्यान्डलहरू अलिकति टाइटहरू जस्तो भयो भने
अलिक पिकअप लिएन, भारी भारी भयो भने हजुर मलाई चाहिँ त्यो चित्त बुझ्थेन। अनि मैले लगाएर मेकानिकका हजुर मैले देखाइहाल्ने। नै त्यो त गाडी हेर्दा पनि तपाईँको चाहिँ एकदम स्मुथ के हुन्छ नि, एकदम साउन्ड पनि एकदम स्मुथ, हजुर। त्यो चेनहरूबाट पनि पकेटहरूबाट पनि खटखट आवाजहरू पनि एकदम के हुन्छ नि, एउटा स्मुथ भाइब्सहरू आइरहेको। अनि मलाई एकदम खुसी लाग्यो, किनभने यति लामो समय, किनभने 12 वर्ष भनेको धेरै नै हो यो खास मोटर इन्डस्ट्रिजमा चाहिँ यो गाडी घोडा भन्ने कुराहरू 12 वर्षसम्म एउटा राम्रो कन्डिसनमा चलाउने भनेको मेरो लागि चाहिँ एकदम त्यो मैले त धेरै ठुलो नै मान्छु है त्यो चाहिँ मैले होइन। र सर अनि एभरेजको कुराहरूमा चाहिँ मोटामोटी अहिले तपाईँले लगभग अहिले अराउन्ड चाहिँ कतिको पाउनु भएको छ, जस्ट एउटा एप्रोक्समा जाँदाखेरि? अब अहिले मैले ठ्याक्कै क्यालकुलेसन गर्न छोडेँ। जब म बुटवल नेपालगञ्जको यात्रा मेरो प्रायः हुन्थ्यो, महिनामा 1-2 लट त भइहाल्थ्यो। हजुर त्यति बेला मैले चाहिँ 50 को अराउन्ड पाएँ है। एकदम ह्युज, किनभने हजुरको फेरि कार्पोरेटर हो नि त पहिला होइन, 2014 मोडल आइगेछ होइन, किनभने त्यही त एकदम ह्युज। त्यसमा त एकदम मैले एकदम क्यालकुलेसन गर्थेँ। हजुर किनभने कति दिँदो रहेछ त भन्ने मैले एकदम क्यालकुलेसन गर्थेँ। 50 को मैले अराउन्ड 50 को पाएँ है। हजुर म पनि पहिला म छुट्टै फिल्डमा थिएँ। यो फिल्डमा आइसकेपछि चाहिँ हाम्रो नेपालगञ्जमा जुन हाम्रो प्राय हाम्रो सवारीहरू हुनुहुन्छ नि, हाम्रो के प्रधानमन्त्रीहरू होइन, उहाँहरू चाहिँ सवारी हुँदाखेरि चाहिँ जुन अगाडि बाइकहरूले स्कटिङ गर्नुहुन्छ नि, त्यो पनि हाम्रो सुजुकी कम्पनीकै रहेछ कि। अनि प्राय हेर्दाखेरि चाहिँ आफूलाई छुट्टै एउटा मोटिभ आउने भित्रबाट एउटा होइन, त्यो हेर्दाखेरि अति खुसी लाग्ने। र अर्को हामी सानो हुँदाखेरि चाहिँ जुन स्पोर्ट्स बाइक भन्ने सानोमा चाहिँ अलिकति बटाएर पनि हुँ आवाज आएपछि त्यो धुम फिल्म हो कि केमा चाहिँ हजुरको त्यो भनेको जोन अब्रामले चलाएको होइन, त्यतिखेर त्यो पनि सुजुकी रहेछ, हायाबुसा। किन भनेपछि हाम्रो सुजुकी कम्पनी खास त जापानिज ब्रान्ड हो, त्यो हुँदाखेरि चाहिँ प्रायः चाहिँ हाम्रो कम्पनीहरूले चाहिँ प्रायः चाहिँ तपाईँको स्पोर्ट्स बाइक भनौँ हायर सिसी, मोर देन हजुरको 1000 सिसी भन्दा माथिको गाडीहरू चाहिँ निर्माण गर्छ। त्यसको कारणले चाहिँ प्राय इन्जिनहरूमा चाहिँ मैले अहिलेसम्म जति पनि ग्राहकहरू देखेँ होइन, तर इन्जिन कम्प्याक्टदेखि लिएर होइन, इन्जिनमा कुनै पनि अहिलेसम्म सर हामी सन्तुष्ट छौँ होइन। किनभने अस्ति नै हाम्रो 2-3 जना कस्टमरहरू पनि आउनुभयो। अनि उहाँले मैले प्राय पहिलो कुरा मैले के सोच्छु उहाँहरूलाई चाहिँ एभरेज कस्तो छ है, किनभने पछि बाँकी कुराहरू भन्ने कुरा त रनिङ रिपेयर्स भन्ने कुरा भइरहेको छ। मेन भनेको अहिलेको नेपालको हामीले स्थिति हेर्ने हो भने प्रायः चाहिँ अब डेली बेसिसमा सबै हामी कसैको काम हुन्छ, स्कुल होइन, बिजनेसहरू हुन्छ, त्यो लङ बाटोमा जाँदाखेरि चाहिँ एभरेजै हामीले प्रायः सोध्ने गरेका छौँ। अनि सोद्धाखेरि चाहिँ जस्ट प्रायःले चाहिँ 50, 55, 60 को एभरेज भन्नुभयो। त्यो सुन्दाखेरि आफूलाई पनि जस्ट एउटा गर्व टाइपको फिल हुन्छ कि म एउटा राम्रै कम्पनीमा चाहिँ एउटा भनौँ न पार्ट एउटा सहभागी लिन पाएको छु होइन। यो कुरामा चाहिँ मलाई पनि एकदम धेरै खुसी लाग्छ। अनि सर एउटा तपाईँको 12 वर्षको यात्रामा चाहिँ एउटा तपाईँलाई मेमोरी होइन, जुन एउटा हाम्रो के छ हाम्रो सुजुकीप्रतिको एउटा के छ हाम्रो ग्राहकहरूलाई पनि भनिदिनु अथवा दर्शकहरूलाई पनि भनिदिनु होइन, के छ के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूले? अब यसमा मेरो तर्फबाट दुईटै पाटो छ। किनभने अब एउटा अलिकति नेपालगञ्जमा सुजुकी कम्पनीको सोरुम चाहिँ अलिक ओझेल परेको थियो होइन। र अहिले तपाईँहरूले जुन यसलाई पुस्तौनी बिडो थाम्नु भएको छ। हजुर न बिचमा त एकचोटि अलिकति सोरुमहरू अलिकति ऊ भएको थियो। अनि तपाईँहरूले चाहिँ राम्रै गर्नुभएको रहेछ, त्यसमा खुसी लाग्यो एकदम। किनभने एज अ म पुरानो कस्टमर भएको हुनाले। हजुर अनि अब यो अब त्यही त राम्रै छ, किनभने पार्ट्सहरू राम्रै छ। अलिकति मलाई लाग्यो है, किनभने अलिकति यसको चाहिँ टिकाउ छ के यसको पार्ट्सहरू। अलिअलि मेरो कन्सेप्ट के हो भने चाहिँ अब यो आउने त इन्डिया मार्फतै हो। हजुर मेन हजुरको जुन इन्जिनको जुन एउटा ढिक्का भन्छ हामीले नेपालीमा होइन, त्यो चाहिँ जस्ताको तस्तै हजुर त्यो जापानबाटै आएर मेरो पनि ठ्याक्कै त्यही कन्सेप्ट। हजुर हजुर यो पुरै इन्डियामा तोडमटोड भएको छैन। हजुर त्यो भएर पनि या त पुरै डल्लो हामीले नेपालमा पाउन ठुलो बाइक त पाउँछ हजुर अलि भारी सिसीहरूको। हजुर अब यो सानो चाहिँ अलिकति इन्डियातिर तोडमटोड हुन्छ। हजुर त्यो पनि डल्लो चाहिँ केही नभएको हुनाले जे छ डल्लोमा पनि छ। त्यही भएर देखि मैले पनि मेन पार्ट हुनु पर्यो होइन, पछि सोड्ने त म्यानुफ्याक्चर। त्यसलाई हामीले भन्नु पर्दाखेरि एसेम्बल होइन, एसेम्बल चाहिँ अहिले हाम्रो पूर्वमा पनि खुलिसकेको छ। अहिले हाम्रो एभेनिस भन्ने एउटा मोडल छ, त्यो एभेनिस भन्ने मोडल चाहिँ एसेम्बल चाहिँ त्यहीँ हुने गरेको छ। अब लेट्स सी अब फ्युचरमा चाहिँ हामीहरूले जति पनि ग्राहकहरू हुनुहुन्छ
उहाँहरूलाई चाहिँ सकेसम्म चाहिँ सेवा दिन पाऊँ होइन। हामीबाट चाहिँ जति पनि जोडिनु भएको छ सुजुकी परिवारहरूमा होइन, उहाँहरूलाई चाहिँ कम्प्लेनको सी पनि हामीले सुन्न नपरोस् होइन। किनभने उहाँहरू सन्तुष्टि हुनुभयो भने अभियसली हामी पनि सन्तुष्टि नै हुन्छौँ होइन। किनभने त्यो कुराहरू पनि एउटा पोइन्ट भयो। र सर अनि जे होस् त्यो बाहेक भनौँ अब आउने दिनहरूमा चाहिँ हाम्रो सुजुकीहरूले चाहिँ के सुधारहरू गऱ्यो भने अझै बेटर हुन्छ यो कुरा। अब बेटर त अब यही तपाईँहरू लागि पर्नु भएको छ, यो मैले लक्षण राम्रै देखेको छु। हजुर, किनभने तपाईँहरूले मान्छेले भित्री दिलो चित्तसँग भित्रैदेखि आयो भने सफल हुन्छ। हजुर, त्यो ढिलो चाँडो हो, त्यो मान्छे सफल हुन्छ। सबरका फल मिठा मिठा हो। हजुर हजुर, तपाईँहरू लाग्नु भएको छ। हजुर, 1 वर्ष 2 वर्ष 3 वर्ष तपाईँहरूले सफलता कामयाब गर्नुहुन्छ। अहिले यो ओझेल परेको कम्पनीलाई तपाईँहरूले नेपालमा अरूको कम्पेयरमा सकभर त माथि नै जानु होला, नभए पनि अरूको कम्पेयरमा आउन सक्नुहुन्छ। त्यो मैले लक्षण देखिसकेँ तपाईँहरूको मेहनतले गर्दा। त्यो चाहिँ ढिलो चाँडो मात्रै हो र अलिकति नआत्तिनु होला होइन। अनि त्यो अलिकति थ्याक्न सक्नुपर्छ, किनभने यो बिजनेस लाइन भनेको के हो भनेपछि केही गर्दै जाने हो, सिक्दै जाने हो। कस्टमर बनाउन आफ्नो सामानको के अरे परिचय दिन र ग्राहकले त्यो परिचय तपाईँहरूको सामानको परिचय लिन अलिकति समय लाग्छ होइन। अहिले फेरि ग्राहकहरू पनि 101 सबै बुझेको हुनुहुन्छ, किनभने सोसियल मिडियामा सबै हेर्नुहुन्छ कुनले माइलेज राम्रो दियो, कुनको बढी चल्या छ होइन, कुन बढी चल्या छ मार्केटमा, आम मानिसले कुन कम्पनी चढिरहेछ, कुन मोडल चलिरहेछ, त्यसमा जान्छ क्या होइन। त्यो सामान के हो, चिज के हो, त्यो मान्छेले हेर्दैन र पब्लिकमा कुन डिमान्ड भइरहेछ त्यो जान्छ क्या। अहिलेको कस्टमरहरूको त्यो छ। त्यो भएर तपाईँहरूले राम्रै गर्नु। जो अब आउने दिनहरूमा चाहिँ हामीहरूले पनि ग्राहकहरूलाई मध्यनजर गर्दैछौँ, धेरै कुराहरू धेरै सुविधाहरू पनि छिटै ल्याउँदैछौँ। र हालैमा अब मलाई लाग्छ बढीमा 15 डेज 15 दिनको अन्तरालमा हामीहरूले चाहिँ दर्शकहरूलाई चाहिँ भनौँ सरप्राइज हुने टाइपको चाहिँ हजुरको स्कुटरदेखि लिएर बाइकदेखि लिएर जुन हाम्रो अफरोडिङ बाइकहरू छन् नि, जुन अहिलेको यङ्स्टरहरूले मन पराउनुहुन्छ नि, प्रायः यो अहिले टुरिङ भ्लगिङहरू भन्ने छ, उहाँहरूलाई चाहिँ मध्यनजर गर्दै सुजुकी परिवारहरूले चाहिँ छिट्टै नै मलाई लाग्छ धेरै ढिलोमा चाहिँ 15 दिनमा चाहिँ हामीहरूले प्रत्येक सोरुममा चाहिँ हामीहरूले एउटा नयाँ डिस्प्ले र नयाँ एउटा भनौँ एउटा उत्सुकताको साथसाथै हामीहरूले चाहिँ दर्शकमा चाहिँ हामीहरूले त्यो टक्राउनेछौँ भन्ने आश पनि गरेका छौँ। अनि सर अनि यो भयो होइन एउटा पाटो। अनि रह्यो अर्को कुरा भन्दाखेरि जस्तै अब हजुर यति लामो ट्राभलिङहरू गर्नुभयो, अनि रिलायबिलिटी कतिको लाग्यो, कम्फर्ट हुन्छ नि एउटा चलाउँदाखेरि जस्तो हुन्छ नि, एउटा बाइकहरू त हुन्छ नि यस्तो गरेर ढाड दुख्ने जस्तो, हाम्रोमा चाहिँ अरूभन्दा के भिन्नता पाउनु भयो? त्यो होइन एकदम मिलाएर बनाएको छ। सिट र ह्यान्डलको त्यो कम्बिनेसन एकदम मिलाएर त्यस्तो फिल हुँदैन, त्यो ढाडसाड दुख्ने त्यस्तो फिल हुँदैन। अनि त्यो राइडिङ पनि एकदम स्मुथ छ होइन। अनि एउटा यसैको अर्को 250 सीसीको थियो नि हजुर हजुर, त्यो किन हरायो? आउँदैछ फेरि, आउँदैछ 15 दिनमा मैले त्यही हजुर त्यो असली बाइक चढ्नेलाई त्यो मैले टेस्ट राइड गरेको थिएँ बुटोलमा। हजुर त्यो अझै किनभने त्यो किनभने त्यो हेभी छ अनि एकदम स्मुथ जान्छ क्या। किनभने डुअल च्यानल एबिएस र अनि त्यसमा चाहिँ धेरै कुराहरू छ जुन तपाईँको अहिलेको यङ जेनेरेसन, अब अहिले त मान्छे जति एडभान्स हुँदै गएन होइन, त्यसले गर्दाखेरि चाहिँ अब प्राय मान्छेहरूले चाहिँ अब के छ त स्पेसल के छ त यो बाइकमा होइन। एउटा त्यो ल्याउनुहोस्। अनि एउटा अर्को राइडिङ बाइक आएको छ अहिले, एकदम राइडर्सहरूले एकदम मन पराएको छ। हजुर हजुर, त्यो पनि काठमाडौँतिर मार्केट लिइसकेको छ। त्यो पनि धेरै होइन, सुरुमा 2 पिस ल्याएर यहाँ हामीले लास्ट टाइम हामीले यहाँबाट लगभग 7वटा 8वटा बेच्यौँ होइन। त्यो हामीले एक्सपेक्ट नै गरेका थिएनौँ कि त्यति हुन्छ भन्ने। जस्तै आयो, आउने बित्तिकै विदिन मलाई लाग्छ 2 देखि 2.5 महिनामा लगभग 8-9 पिस त हामीले बेचि नै दियौँ। किनभने अभियसली अब अरू बाइकभन्दा केही मात्रामा चाहिँ, किनभने फिचर्सहरू बढ्दै जान्छ त एक्सपेन्सिभ पनि अलिकति हुँदै जान्छ। र त्यस्तो भनौँ न अहिले नेपालगञ्जको सन्दर्भलाई हेरेर चाहिँ अहिलेको यङ जेनेरेसनहरूलाई हेरेर चाहिँ त्यस्तो हाइप पनि उ गरेको छैन, त्यति भनौँ न मार्केटमा किन्न नसक्ने होइन भने त्यो मूल्य पनि राखेको छैन। जस एउटा सर्टेन मूल्यमा चाहिँ जस अबको जेनेरेसनहरू जस्तो अबको युवा पुस्ताहरूले चाहिँ
हाम्रो गाडीहरू चाहिँ इजिली चलाउन सक्नुहुन्छ हजुर अनि यो कुराहरू हुँदै गर्दा सर अनि जस यति सानो समय दिनुभयो होइन हामीलाई चाहिँ जस एउटा सुजुकीको परिवार मध्येमा प्राय यो अहिलेको यो नेपालको सिचुएसनमा फुर्सद कसैलाई छैन यति समय दिनुभयो अनि जस हामीसँग बसेर आफ्नो एउटा 12 वर्षको एक्सपिरियन्स पनि सेयर गर्नुभयो त्यसको लागि चाहिँ हामी म लगायत हामी सम्पूर्ण सुजुकी परिवारदेखि चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ सर र त्यससँगै पनि हजुरलाई चाहिँ हामीहरूको सुजुकी परिवारदेखि चाहिँ हाम्रो एउटा टी सर्ट हाम्रो सुजुकी लेखेको एउटा टी सर्ट होइन हजुर अब अभियसली होइन जब होल्डर नै हुनुहुन्छ सर पनि होइन के अरे सुजुकी किरिङ होइन किनभने गाडी पुरानो भयो भने पनि हाम्रो चाहिँ सम्झना चाहिँ जहिले पनि नयाँ र ताजा रहन्छ सर हजुर यो हाम्रो किरिङ भयो र सरलाई हामीले चाहिँ जुन हामीले अहिले जुन कफी खायौँ नि सर हो यो कफीको सेम टु सेम हजुरलाई चाहिँ हुबहु हामीहरूले चाहिँ यो तपाईँलाई चाहिँ ल धन्यवाद तपाईँ लगायत तपाईँको सुजुकी सोरुमलाई हजुर धन्यवाद दौडाउनु होला बेसरी किनभने हामी पनि अब यहाँ नजिकै भएको हुनाले बेला बेलामा राम्रो सर्भिसिङ गर्न हामीले पनि अपेक्षा राखेका छौँ हजुरप्रति धेरै अपेक्षा राखेका छौँ जस्तै हजुरले अब मार्केटमा भनौँ न कोही अब नयाँ कोही लिनुहुन्छ भने हजुर त वास्तवमा भन्यो भने अहिलेको जति यो सोसल इन्फ्लुएन्सर भन्दा पनि हाम्रो ठुलो इन्फ्लुएन्सर त हजुर हुनुहुन्छ 12 वर्ष चढेर हजुरले यस्तो भनिदिनु भनेको धेरै ठुलो कुरा धन्यवाद होइन अनि सर यो सानो समयको लागि भलाकुसारी गर्न पाउँदाखेरि हाम्रो मैले अघि पनि भने जुन एउटा इन्टायर टिम र व्यक्तिगततर्फ म महेश लम्साल र हाम्रो जस नेपालगञ्जको सुजुकीको म्यानेजरको हैसियतले हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु धन्यवाद मेरो तर्फबाट पनि आइदिनु भयो एउटा सानो हाम्रो सोरुमको प्रोग्राममा है धेरै धेरै धन्यवाद हजुरलाई धन्यवाद Suzuki Motorcycle Nepalganj, the way of life.